आजको हाम्रो यात्रा सुरु भएको छ मन्दिरको छेउछेउ हुँदै यो ओह्रालो बाटो। कति बज्यो भनेपछि अहिले छोरी होइन 6:49 गयो भने हामी जाने भनेको यो बाटो हुँदै तल जाने। अनि उता अलिअलि घर देखिएको छ तलतिर, त्यहाँबाट छेउछेउ हुँदै जाने। अब कहाँसम्म पुगिन्छ अगाडि हाम्रो। हामी यो सिडीबाट तल झरिसकेपछि मेन बाटो आइपुग्यौँ। यो पर जाने भनेको ठाटी बजार अनि तल थाप्ले बजार। त्यसपछि यता गयो भने हामी बस पार्क जान्छौँ। हामी चाहिँ अलि अगाडिबाट तलतिर झर्ने हो र झरेर हामी यो तल जाने हो। हेरौँ कहाँसम्म पुगिन्छ, कोसिस जारी रहनेछ। यता गयो भने बस पार्क हुन्छ भनेपछि हामी चाहिँ अब यहाँबाट तल जाने हो। राम्रो फुलहरू छन् बाटोको छेउछेउमा। अनि तर हामी अहिले ट्याटुतिर ध्यान दिँदैनौँ किनभने हामी जाँदैछौँ यहाँ तलको बाटो। हामी फाइनल्ली तल आइपुग्यौँ त्यहाँ माथिबाट। यता गयो भने हामी जाजरकोट खलङ्गा सहर लगानी खानेपानी उपभोक्ता समितिको रहेछ त्यहाँ। त्यसको माथि एक्सर्साइज गर्ने ठाउँ थियो। हामी उताबाट आएको भए यस्तो बाटो हिँड्नु पर्थ्यो। यस्तो बाटो बहुत घुमेर आउनु पर्थ्यो थियो। हामी त्यो बाटो हुँदै आइपुग्यौँ सटर लिँदै। अब चाहिँ घाम देखिन सुरु भयो। गर्मीको मौसम छ यो, जाडो महिना। हजुर बाटो यस्तो छ। दिदीमा यस्तो बाटो पनि हिँड्न सक्ने भइसकेकी छिन् आजकल। खतरा आजकल चाहिँ डन नम्बर 1। ल होइन जाउँ। आज हामी छिट्टै आएको छौँ कि नै। अघि 6:49 थियो, अहिले 7:16 गइसक्यो। यो बाटो पिच बाटो उता गयौँ भने हामी फुलबारी पुग्छौँ भने यहाँबाट अलि माथि गयौँ भने स्कुल रहेछ। अनि हामी जाने चाहिँ यो बाटो तल हुँदै अब फेरि पुग्ने हाम्रो लक्ष्य छ आजको हाम्रो। यो ठाउँको नाम हो नानीले भने जस्तै युरी छ। रबर छ यो। ल हेलो गाइज, गाइज एन्ड गरुज। यो चाहिँ न्युरो। यहाँबाट हामीले भेरी नदी देख्न सक्छौँ। त्यो पारी हो रुकुम चौरजारी। बाटो केरा हामी चाहिँ वेदीमा नक्कली। ओहो त्यहाँ डगी छ, मिस्टर डगी। अब हामी जाने यता बाटो। यता यो बाटो हुँदै पर एउटा घर देखेको थियो हामी। यहाँबाट अब त्यो घर पनि पुगिन्छ होला। हो र गाह्रो बाटो छ र। हामी ऊ त्यो डाँडाबाट आएको हो तल हुँदै यो बाटो। सायद त्यही बाटो जाँदैछौँ हामी। अलि अगाडि आएपछि एउटा बाटो माथि जाने बाटो छ, एउटा तल जाने बाटो छ। अब यो तलको बाटो ठिक होला भन्ने हिसाबले हामी चाहिँ यता जाँदैछौँ। हेरौँ कहाँ पुगिन्छ। बाघा आयो भने हामी खतरा मान्छे भागिहाल्छौँ। माथिबाट हामीले देखेको घर चाहिँ यहाँभन्दा माथि गयो भने देखिँदो रहेछ। अनि त्यो घरको तलतिर हुँदै यो बाटो हुँदै हामी जाने हो। यहाँ चाहिँ हामी अलि हरियाली यस्तो बाटो पनि देखियो। अगाडि एउटा पिपलको रुख रहेको छ, देखिन्छ। माथि अलिअलि बस्ती पनि रहेछ। हामी यहाँ यो पिपलको रुख मुनितिर। चराले खाने होला।
त्यही होला बाबा अब हामी यहाँबाट फेरि तल जाने है छोरी बाबा हजुर चुप जाऊ तल। यसले भने पनि कालो कालो गरेछ के ल अब हामी फेरि जाँदैछौँ यहाँबाट तलतिर त्यो मौसम कति राम्रो तलतिर भेरी नदी हाम्रो डेस्टिनेसनै त्यही हो हामी लगभग अब यहाँबाट 15-20 मिनट पुग्छौँ होला भन्ने हाम्रो उद्देश्य छ हेरौँ कति टाइम लाग्छ हामी अलि तल आइपुग्यौँ तल एउटा घर रहेछ भेरी नदी तलतिर भएको छ तर आज अलि धमिलो धमिलो देखेको छ यहाँबाट नदी तर हाम्रो नआउने प्लान चाहिँ क्यान्सल हुने भयो हातको धुनेसम्म हुन्छ कि अब अलि ढिला गऱ्यौँ भने त्यो पानी पनि फेरि अझ ब्राउन हुन्छ होला अनि सबै क्यान्सल हेलो डगी हाउ आर यु हेलो त्यसलाई पनि माया चाहिएको छैन पुछा लगाएको भनेको माया चाहिएको कि बुझ्यौ बाई बाई टाटा आइज कलियो अब कहिले कहिले पनि ड्राउनु हुँदैन ल ए कलु भाइ आइज त्यो हामी यस्तो ठाउँमा आइपुग्यौँ अहिले हामी अलि तल झुलुङ्गे पुल नजिक आइपुगेका छौँ हामी आइपुग्यौँ यो बस्तीमा फेरि पनि कहाँ पुगिन्छ अब तल बस्तीको सरी कुखुरा हेर कस्तो छ उता पछाडि छ मान्छे बस्तीको मान्छे त्यही तर हामी चाहिँ बाटोबाट जाऊँ कि मेन बाटो है ल बसेर हामी अब चिउरा र मह खाने भुटेको चिउरा र मह पानीसँगै फाइनली हामी हाम्रो डेस्टिनेसन यहाँ आइपुग्यौँ भेरी नदीको छेउमा पारिपट्टि रुकुम वारिपट्टि जाजरकोट छोरी के छ थकाइ लाग्यो तिमीलाई हुन्छ हुन्छ हामी भेरी नदीको छेउमा आइपुगेका छौँ फाइनल्ली अब हामी रुकुमबाट होइन जाजरकोटबाट रुकुम जाँदैछौँ हो कि नै चल्नु मुनतिर भेरी नदी माथि माथि हामी दुईटा नानी र म ल अलिअलि डराए पनि हल्लिए पनि बाबाको साथ बाबाले जहाँ गए पनि च्याप्पासम्म दिइहाल्छ ओके 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 मैले त्यो हात त्यस्तो टाइटली समात्छु नि त मेरो छोरीको हो कि नै नि बिचमा त जाने बाटै छैन छोरी हामी अहिले पर गएर बसौँ है उता पर गरौँ है है ल अब मैले भनेको मान है तिमीले है के मान भनेपछि यहाँबाट हामी अब जाजरकोट छोडेर पारी रुकुमपट्टि पुग्न लागिसकेको छौँ ल हामी को पहिला जान्छ है रुकुम पारी है ल है रुकुममा कोहीले पहिला सुन्छ है ल है रुकुममा नानी फर्स्ट रिधिमा फर्स्ट रिधिमाले मलाई जित्दैछन् जितेर हामी पुगेछौँ रुकुम पारी जाजरकोट हामी त्यो डाँडाबाट आएको हो माथिबाट त्यहाँ हामी यस्तो ढुङ्गा छ त बाप खतरनाक भाइ सब रिस कन्ट्रोल गर्नु सिक्नुपर्छ त्यही त हुन्छ बालुवामा जाने माटोमा होइन कि माटो सबै माटो नै हो यो है हामी यो रुकुमको हुन्छ पानी पहिला त्यो खुट्टा धो हात धो त्यसपछि तिमी इच्छाले हामी यहाँ आइपुग्यौँ यो खोला माथि गयो भने गाउँ खोला खुट्टा धुनु त आफैले हेर गर्नुपर्छ ऊ त्यो खोला भएको गाउँ खोला गाउँ
यहाँ अब भेरी नदीको पानी धमिलो छ त्यही भएर हामी खोलामा नालामा अनि छोरी अलि शीतल भयो हो कति गहिरो गहिरो मानिरहेको छु म त तर केही पनि छैन फेरि गहिरो अनि यही पानीमा त पौडी खेल्न जाने कि हामी अहिले हामी यो भेरी नदी छेउमा छौँ सुसाउँदै गरेको पानी अनि रिदीमा पानीको छेउछेउमा जाने होइन त नानी आज हामी भेट्न जान्छौँ भन्न आज हामी भेरी नदी आज हामीहरू खेलेर पानी अब फेरि फर्किँदैछौँ मोटेलाबाट जाने भनेको मैले किन नि मोटेलाबाट जाने हामी यताबाट जानु मिल्दैन मात्रै लाग्छ त्यहाँबाट तर फेरि हामीलाई फेरि बाटो थाहा छैन फेरि मोटेलाको पनि त्यो हो कि भन्ने मात्रै हो फेरि फर्किरहनुपर्छ त्यो बाटो नहुन पनि सक्छ फेरि फर्किरहनुपर्छ किनभने नानी यताबाट थाकिन्छ ढुङ्गा आज हामीहरू खेलेर पानी अब फेरि फर्किँदैछौँ मोटेलाबाट जाने भनेको मैले किन नि मोटेलाबाट जाने हामी यताबाट जानु मिल्दैन मात्रै लाग्छ त्यहाँबाट तर फेरि हामीलाई फेरि बाटो थाहा छैन फेरि मोटेलाको पनि त्यो हो कि भन्ने मात्रै हो फेरि फर्किरहनुपर्छ त्यो बाटो नहुन पनि सक्छ फेरि फर्किरहनुपर्छ किनभने नानी यताबाट थाकिन्छ ढुङ्गा म त आज राति निजी भइसक्यो फर्किँदाखेरि त्यो बाटो आएर आएको अलि दाजुको जान्छ जानुपर्ने त्यो डाँडा पारी माथि हो लोटेरा लम्तारा भने के लम्तारा भन्ने ठाउँ अब हामीहरू मोटेरा जाँदैछ मोटेराबाट पुरै पसिना पसिना भइरहेछ हामी होइन जानुपर्ने डाँडा माथि जानुपर्ने छ बिचैमा थाक्यौँ हामी चाहिँ यो ओह्रालो ओह्रालो भेरी नदी हो क्या आउँदाखेरि पुरै उकालो भेरी नदी थाकेर एकछिन हामी रेस्ट गर्दैछौँ तिम्रो आइडिया हाम्रो अटो चढ्ने आइडिया हो नि नपायो भने त भाइ सिधा बाटो छ नि टाढा छ नि त फेरि बाइक पनि ल्याइएन बोक्नुपर्छ मलाई यो बाटो ल्याउनु तिमीले हो नि उताबाट भएको म बोक्थेँ मिठो छ पुग्ला कस्तो भइरहेछ त हाम्रो एडभेन्चरस यात्रा हाम्रो कोठी छ बाबाको यो देखेको छ यहाँ पनि छ बाबाको मम्मीको पनि तिमी मेरो छोरी हो र हो त ए हस् यहाँ आज बाँदर आएको छ दुईवटा बाँदरी होइन के साँच्चीको बाँदर अघि म के कसरी गएको थिएँ नि के छ त नक्कलुमा यहाँ पसिना पसिना भयो यार त्यो चाहिँ भेरी नदी हो माथिबाटदेखि न हामीहरू कति डाँडा पर्नु छ हामी यहाँ डाँडाबाट बसेर भेरी नदी हेर्दैछौँ थाकेर लुहात परेछौँ अग्लो बुवा चाहिँ हाफ टिप्ने बुवा के छ छोरी जिन्दगीमा के चाहियो अरे मान्छेलाई बाबा चाहियो अनि हजुर चाहियो अनि हजुर चाहियो अघि त चाहिएन दिक्क लाग्यो मलाई बोलाएको भए हुन्थ्यो भनेर रुँदै बस्दै गरेको त बिर्स्यो कि हो पानी खेल्नु त्यही ए झिङ 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 गर्दो रहेछ किरा बिचरा किराको घर हो त नि किरा गऱ्यो न हाम्रो घर हो त्यस्तो भन्नु हुँदैन नि बाबा हजुर हामी किराको माला खाएको मेरो किराको मान्नु हामी अहिले कहाँ छौँ छोरी उम्रे छौँ होइन उम्रे छौर के भन्ने ठाउँमा उम्रे छौर भन्ने ठाउँमा नास्ता भनेको अब हामी त्यही चिउरा भुटेर मह हालेको र पानी अनि हामी अलि शीतलमा बसेर खान्छौँ है हामी अहिले बिहान हामी 6:30 होइन 6:49 6:49 हिँडेको अहिले चाहिँ 10:49 भएको छ भनेपछि ठ्याक्कै 4 घन्टा भयो अब हामी यहाँबाट हाम्रो मोटेला अनि मोटेलाबाट चाहिँ गाडी चढेर जाने भन्ने हाम्रो छोरीको इच्छा थियो धेरै हिँड्नु नपरोस् भनेर तर यहाँ पनि हिँड्नु चाहिँ पर्यो यो मोटेला छ उम्रे चौर भन्ने ठाउँमा अनि पारिपट्टि चाहिँ मोटेला
बसेर हामी चिउरा खाएर जान्छौँ अटोमा निला बाटो हिँड्दै हामी तलतिर जाँदैछौँ नदीको बहाव बढ्दैको छ पानी अलि धमिलो छ सक्छु नि अब त हो कि नै पिबाट आउला सक्यो ओ धान गयो धानको पात मायालाई दिउला सिनको पात सिनको केटा मान्छेको जिन्दगी होइन छोरी कति आनन्दको विचार कसरी विचार हजुर हजुर मैले बोक्नुपर्ने छ सामान बोक्नुपर्ने छ अनि अब रोड आइपुग्यौँ खाइदिएर हामी रोडमा आइपुग्यौँ गाइजहरू अब अटोमा चढ्नु छ अब ऊ हामी माथिबाट दिने ऊ त्यो अटो त्यो बाटो चाहिँ एकदमै राम्रो छ नि छोरी अब चाहिँ चिल्लो चिल्लो बाटो अब चाहिँ भात तर यो बाटोभन्दा अगाडि एउटा पुल छ त्यो चाहिँ भत्रिएको अवस्थाको छ त्यो पुल बनेको भए यो रुकुम र जाजरकोट जोड्ने एउटा राम्रो वे भन्थ्यो तर यो धेरै पुरानो पुल अझै उस्तै अवस्थामा अझ बढी जीर्ण भएको अवस्थामा थ्याङ्क यू मैले सुनेको यहाँ अगाडि यो पुल चाहिँ पहिला अलि धेरै पहिला ताल चलाउने गर्थ्यो अरे मान्छे रातिमा नजाउनु भनेर एकदमै पुरानो पुल पानी चाहिँ धेरै रहेछ भाँचे भन्ने मान्छे पनि गयो हो कि त्यही भएर एकदम सेफली हिँड्नु पऱ्यो कोही छ भाँच्ची नबस्नु भाँचेको लाग्नु सक्छ भाँच्चिनु लाग्नु सक्छ त्यही भएर पारी जाजरकोट पारी रुकुम यो पुलमा लेखेको कुरा जोन एम हेन्डरसन एन्ड कम्पनी लिमिटेड यो स्कटल्यान्डको होला सायद ऊ बेलामा बनेको पुल अहिलेसम्म छ काठ यस्तोमा बाइक पऱ्यो भने के हो त सिधै तल भन्नुको मतलब सिधै माथि यो साइड लाएर नि उताबाट मटेला आइपुग्यौँ एकछिन पुल कटेर रेस्ट गरेर अनि जाने भन्ने प्लान छ म सिस्नो छुदिनँ नि के हो त बाटो यसको साढे उकालो अनि सरी हामी बिहान मर्निङ वाक गरेर लास्टमा चाहिँ के अरे हिँडेर आयो भने के अरे अटोमा आयो 11 बजेर 41 लगभग हामी 5 घन्टा अनि फर्किँदाखेरि अटोमा फर्किनु पऱ्यो नि तिम्रो आइडिया अनुसार मोटेलाबाट